मेरो चाहिँ उता कामसाम सकाएर होइन अब हामी चाहिँ यता टक्क लाएर म विवाह खाना छु अनि यता हाम्रो बाजे हुनुहुन्छ मेरो बाजेको घर हो होइन कस्तोसँग बाजेको घर एक्लै बस्नुहुन्छ यहाँ खाना बसाल्नु भनेको बस्नु चल्न त तै फे खासुले ले तर खाइन्छ लगाइस म चाहिँ यता कान्छो बाजेको घरमा पुगेँ होइन अनि म कान्छो बाजेसँग टक्क लाएर आशिष लिँदैछु अनि हाम्रो चाहिँ यतातिर बातचित भयो बाजेसँग जाउँ न त उता बाजेकोमा भनेर भन्नुभयो अनि हामी चाहिँ फेरि बाजेकोमा गइरहेको छौँ अब लगाइस म चाहिँ यहाँ फेरि पनि होइन यता हाम्रो बाजेसँग होइन आगो ताप्दै बसेर कुरा गर्दैछु अनि यता ठुलो बुवा ठुलो आमा पनि आउनुभएको रहेछ अनि उहाँ चाहिँ मेरो मामा पनि हुनुहुन्छ होइन दुईजना भाइहरू हो हामी चाहिँ यसरी आगो ताप्दै मैले चाहिँ बाजेसँग भलाकुसारी गर्दैछु किनकि मेरो बाजेको घरमा नआएको पनि धेरै दिन भइसकेको थियो कामले गर्दाखेरि व्यस्तताको कारणले गर्दाखेरि त्यही भएर अब उतातिर आउनु होला बाजे नत्र म लिन आउँछु भनेर बाजेलाई भन्दैछु फेरि ठ्याक्कै फेरि बाजेको चाहिँ भोलि हाम्रै गाउँतिर जानुपर्ने काम रहेछ बाजेको बहिनी चाहिँ हल्का बिरामी हुनुहुन्छ अरे अनि उतै आउँछु अनि उतै भेटौँला भन्दै हुनुहुन्छ अनि म चाहिँ हुन्छ त बाजे अब उतै भेटौँला भनेर म चाहिँ एउटा निस्किन छु बाजेलाई टक्क ढकसक गरेर होइन ठुलो बा ठुलोलाई पनि अब ढकसक लागेर म चाहिँ यहाँबाट निस्किन्छु भनेर निस्केँ होइन अनि विवाहमा आछौँ यसो डान्स सान्स त दिनु पऱ्यो नि त भनेर हामी चाहिँ डान्स गर्ने ठाउँतिर गइरहेछौँ अनि म उता बाजेको घरबाट निस्किसकेपछि यता म चाहिँ मामाको घरमा आएँ होइन मामा यति हुनुहुन्थ्यो नि त त्यही भएर अनि मामाको छोरी त एकदम ठुलो भइसकेको रहेछ त अहिले त मेरो चाहिँ भेटै भएको थिएन फर्स्ट टाइम भेट भएको म आउनै पाइन्थेन यहाँ यार होइन बिजी भएर ठुली भइसकेको रहेछ नि त बहिनी त लगाएँ हामी चाहिँ डान्स सान्स आने हो होइन नजाने पनि अनि यता चाहिँ मामालाई ल हुन्छ मामा म जान्छु भनेर निस्केँ अनि यता आन्टी पनि राम्रोसँग जाऊ बाबु भन्दै हुनुहुन्थ्यो मैले हुन्छ भनेर हामी चाहिँ निस्किहाल्यौँ यहाँदेखि चाहिँ होइन अनि टक्क लगाएर चाहिँ अब आउँदै थियो अनि बाटोमा चाहिँ एकजना दाइजूको चाहिँ अटोको ब्याट्री चार्ज सकिरहेको रहेछ अनि अरू चाहिँ फेरि पिकनिकबाट आउँदै हुनुहुन्छ टिकाउदेखि चाहिँ अनि अब कस्तो उ लाग्यो यति चिसोमा होइन यति राति भइसकेको थियो अनि त्यसपछि हुन्छ नि त हामी हेल्प गरिदिन्छौँ तानेर लगिदिन्छौँ भनेर अनि चट्ट लगाएर मान्छे रबर सबर निकालेर बाँधबुन पारेर हामीले चाहिँ होइन हाम्रो भाइहरूलाई लिएर बाँधबुन पारेर अनि हामी चाहिँ यहाँबाट निस्क्यौँ गाइस।